हाई एभ्रिवान, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज म लौकाको सब्जी बनाउन गइरहेछु सिम्पल तरिकाबाट। त्यसको लागि मैले लौका एउटा लिएर आएँ अनि त्यसको बोक्रा छिल्न गइरहेछु। त्यसको बोक्रा छिलेर त्यसलाई मसिनो पारेर काट्दैछु। यो गर्मी महिनामा यो चैत वैशाखमा लौकाको सब्जी खाँदा हामीलाई शरीरमा शीतल हुन्छ। लौका मसिनो पारेर काटेर त्यसलाई धोइ पखाली गरेँ अनि एउटा प्यान बसालेर त्यसमा थोरै तेल राखेर प्याज भुट्न गइरहेछु। लौकाको सब्जी बनाउँदा हामीले तेल धेरै नराख्दा पनि हुन्छ, थोरै तेल राखेर पकाउँदा पनि मिठो हुन्छ। मजाले त्यसलाई फ्राई गर्न गइरहेछु। लौकाबाट आफै मजाले पानी आउँछ। त्यसमा मैले नुन बेसार एड गरेँ। त्यसलाई मजाले पकाउन गइरहेछु। अनि लौकाको सब्जी मैले त्यसमा लसुन, अदुवा, खोर्सानी, टमाटर, जिरा सबै एकै ठाउँमा हालेर पिसेर रेडी गरेको थिएँ मसला। त्यसमा राख्न गइरहेछु। त्यसमा धेरै मसला नराख्दा पनि हुन्छ। छोपी मजाले पकाउने, पानी सुकुन्जेल पकाउनु पर्छ। पानी यतिको भयो लौका पाकेपछि हेर्नुहोस् यो खानासँग असाध्यै मिठो हुन्छ। धन्यवाद साथीहरू।